अब त उमेर पनि भइसक्यो, बिहे गर्ने बेला पनि भयो। के तिमी बिहे नगरिकन सधैँभरि है माइतीमा पानी मात्रै भरेर बस्ने हो र? दिदी बिहे गरेर पाउने पनि के हो र? श्रीमानको हिला त हो। बिहे गर्दिनँ म भनेर कहाँ हुन्छ? छोरी मान्छेको जात हो, आखिर एक दिन बिहे गरेरै जानुपर्छ। म पनि बिहे गर्दिनँ भनेर बसेको त, आखिर बिहे गर्नै पर्यो। दिदी गर्दिनँ म बेसी। अरू माइतै बुढी कन्नी बसेर आमाको सेवा पनि गर्नु छ। घरमा भाउजूको हालत त्यस्तो छ। झन् म बिहे गरेर गएपछि ती भाउजूले कस्तो गर्लिन् मेरी आमाले। त्यही भएर म आमाको लागि भए पनि बिहे नगरी बुढी कन्नी बस्छु भनेको। तिम्रो सोचाइ पनि ठिकै हो। एउटा छोरी मान्छे भइसकेपछि आफ्नो बाउ आमाको लागि यति त सोच्नै पर्छ। बिहानदेखि आएको यति बेलासम्म यहीँ छ। घर पनि गाली गर्ने होइन ए सासू बनाउने तिमीले छोरी बिहानदेखिबाट पानी लिन गएको मान्छे यति बेलासम्म आएकी छैन त? के तिमीले घरको काम सबै भाउजूले गर्छ त ढिलो आइज भनेकी छौ र? होइन है बुहारी, तिमीले सधैँभरि हामी आमा छोरा किन गलत मात्रै देख्छौ हो? कहिलेकाहीँ त राम्रो पनि सोच न बुहारी, राम्रो व्यवहार गर्नु गर। होइन ए तिमीहरूलाई राम्रो गर्नको लागि मैले यस घरमा मेरो ज्यानै बलिदान दिनु पर्यो? बुहारी, तिमीलाई तिम्रो ज्यानै बलिदान देऊ भनेको त होइन नि। कहिले कहिले हामीलाई पनि राम्रो वचन गर्ने गर मात्रै भन्नु खोजेको। तिमीले त हामीलाई देख्यौ कि हौला झै गर्छौ अनि शत्रुलाई जस्तो व्यवहार गर्छौ। कहिलेकाहीँ राम्रो व्यवहार गर्ने गर मात्रै भन्नु खोजेको। ए भनेपछि यो घरमा तिमीहरूलाई मैले सधैँ नराम्रो व्यवहार गरेको रहेछु होइन त? ठिक छ, उसो भए तिमीहरूलाई राम्रो व्यवहार गर्ने बुहारी खोजेर छोरालाई अर्को बिहे गर्दै भयो नि त? बुहारी, तिमीले शिरको सिन्दुर के हो भनेर आजसम्म बुझेकी रहेनछौ। तिमीलाई थाहा छ एकचोटि बिहा गरेपछि छोरी मान्छेको फेरि अर्को दोस्रो बिहा गर्यो भने यो समाजले थुक्छ। अब तिमी यो घरको बुहारी भइसक्यौ, कति सजिलै भनेको छोराको अर्को बिहे गरिदिनु भनेर। भन्न त परिहाल्यो नि। आजको दिनसम्म मैले तिमीहरूलाई यो घरमा खुसी दिन सकेकी रहेनछु। तिमीहरूकै खुसीको लागि, तिमीहरूकै भलाइको लागि छोरालाई अर्को बिहे गरिदेऊ मात्र भनेकी हुँ मैले। भयो बुहारी, हाम्रो खुसीको लागि म मेरो छोराको दोस्रो बिहे मरे पनि गराउँदिनँ। भन्नुहोस् न बुढा, के कुरा हो? कुरा के हो भने बुढी, बहिनी पनि ठुलो भइसक्यो, उसको पढाइ पनि सक्यो। बोलाएर बिहे गरिदिउँ कि भनेर नि फेरि हुर्की बढेकी चेली कतै बिग्रेन कि भन्ने डर भयो कि। यो कुरा त मैले पहिल्यैदेखि सोचेको थिएँ। फेरि दाजु बहिनीको कुरा हजुर रिसाउनुहुन्छ कि भनेर मात्र नभने कि होइन भने पढाइ सकिसकेको मेरो नन्दलाई सहरमै किन राखिरहन्थ्यो र? मेरो बहिनीलाई मेरो जति अधिकार छ त्यति नै तिम्रो पनि अधिकार छ। फेरि मनमा लागेको कुरा भन्दा पनि हुन्थ्यो नि, म किन रिसाउनु? फेरि मेरो बुढीले मेरो बहिनीको लागि हरेक कुरा राम्रै त सोचेको हुन्छ नि। राम्रो त सोच्नै परिहाल्यो नि बुढा। नन्दा भनेको आफ्नै बहिनी जस्तै हो, अनि आफ्नो नन्दाको भविष्य राम्रो होस् भन्ने त जुनै भाउजूले पनि चाहिहाल्छ नि। साँच्चै हजुरले भिसा लगाउनु भएको पनि धेरै भयो। काठमाडौँबाट कुनै फोन आएको छैन? खोइ भिसा आउने समय त आजभोलिको हो, आउँछ होला। किन र बुढी, बुढालाई चाँडै विदेश ढगाउने मन छ क्या हो? त्यस्तो होइन बुढा, तपाईँले यही महिनामा भिसा लाग्छ भन्नुभएको थियो, त्यही भएर सोधेको मात्र हो। ल म भित्र गएँ।
आमा ए आमा भनेपछि महारानीको बल्ल सवारी भयो। बिहान 4 बजेदेखि पानी लिन गएको मान्छे यति बेला हो पानी लिएर आउने? भाउजू खाना पकाउन त हिजोको पानी थियो, तर त्यहाँ खोलातिर साथीहरू भेट्यो अनि एकछिन गफ गरेर बसेको। अनि यति कुरामा नि तपाईँ रिसाइहाल्नुपर्छ र? ए भनेपछि हिजो खाएपछि बिहान हक्नु पर्दैन? त्यस्तो बासी पानी पनि कहिले खान्छन्? मैले त लोरा फाल्दिएँ। अब पानी लिएर आइरहेछौ, गएर भात पकाएर खाऊ। मैले त केही पनि गरेको छैन। ठिक छ, हजुरले काम गर्नु मन लागेन भने चटामा गएर सुत्नु न। यसरी टोलै थर्किने गरेर कराउनु मिल्छ त? भयो, तिमी चुप लागा। भाउजूसँग धेरै मुखे लागेर नबोल तिमी। फेरि तिम्रो जकल्टा सकल्टा रही उखाल्दिन नपरोस् मैले। आज आएर मेरी आमाले त ठुलो स्वरले कराउनु भएको छैन। आज आएर तपाईँले जकल्टा सकल्टा उखाल्छु भन्नुहुन्छ? अरूको भाउजूहरूले नन्दालाई आफ्नो बहिनी जस्तै गरेर राखेको हुन्छ। तपाईँ भने चाहिँ मलाई सौतानी नन्दाको जस्तै व्यवहार गर्नुहुन्छ। भाउजूले नन्दालाई माया गर्नको लागि त नन्दाको पनि पानी लिएर बाँधिलो हुन पर्यो नि। मसँग यहाँ बसेर मुखे लागेर बस्ने होइन। खुर्का गर भित्र खाना पकाउने। मलाई पनि धेरै भोक लागिसक्यो। कसँग मलाई भेट्नु कोही चाहना थियो, तर आज संजोगले बाटोमा भेट भयो। गाउँको मान्छे मसँग भेट्नलाई त्यस्तो पर्मिसन त लिनुपर्ने थिएन। यही नजिकको घर हो, जतिखेर आएर भेट्दा पनि हुन्थ्यो। मलाई भेट्नलाई त्यति संजोग मिलाउनु पर्ने के थियो र काम? त्यति ठुलो काम त केही पनि थिएन, तर फुलेको फुललाई पहिला जानु नदिउने भन्ने मेरो चाहना। यति भनेपछि त कुरा बुझ्यो होला राम। ए भनेपछि मैले कुरो बुझेँ, तपाईँले मेरो बहिनीको कुरा गर्न खोज्नु भएको हो? तिमीले ठिक बुझ्यौ, मैले तिम्रो बहिनीको बारेमा कुरा गर्न खोजेको। हेर राम, मलाई धेरै चिल्लो भाषा आउँदैन। मलाई तिम्रो बहिनी धेरै मनपर्छ, त्यही भएर म तिम्रो बहिनीसँग बिहे गर्न चाहन्छु। असम्भव, यो तपाईँको सपना म कहिले पुरा हुन दिन्न। तपाईँले कहिले मेरो बहिनीको उमेर र तपाईँको उमेर हेर्नु भएको छ? कसरी सोच्नुभयो कि मेरो बहिनीसँग बिहे गर्छु भनेर? रामले पनि कस्तो कुरा गरेको? माया प्रेममा कहिले पनि उमेर हेरिँदैन। ठिक छ, तिमीलाई मेरो उमेर देखौँ त्यति दुःख लाग्छ भने म तिम्रो बहिनीलाई कसरी आफ्नो बनाउँछु हेर्दै जाऊ। तपाईँले मेरो बहिनीलाई जबरजस्ती आफ्नो बनाउन खोज्दैमा कहिले पनि मेरो बहिनी तपाईँको हुन सक्दैन। हो राम, तिम्रो बहिनीलाई मैले आफ्नो बनाउन सक्दिनँ होला, तर मलाई थाहा छ तिम्रो बहिनीलाई म कसरी आफ्नो बनाउँछु हेर्दै जाऊ। मलाई थाहा छ। कता हुनु र? यसो गाउँतिर हिँडेको। ए हो र? सधैँभरि गाउँ आउने डुल्ने घर बस्ने गरेर मात्र हुन्छ? बिहे गर्नु पर्दैन? उमेरले पनि डाँडा काटिसक्यो। आफूले खोजेको जस्तो केटी नपाउँदा उमेरले डाँडा काट्न लागिसक्यो हो सृष्टि। साइड यो जुनीमा बिहे होला जस्तो छैन हो सृष्टि मेरो। मान्छेले चाहेको कुरा पाइन भने चरेस खान्छ भन्छन्। तिमी बिहे गर्न नपाएर यति धेरै हरेस पनि नखाऊ। तिमीले हुन्छ मात्र भन न, म मेरो नन्नासँग बिहे गराइदिन्छु। मान्छे किन नमाने? त्यो मेरी नन्ना हो। मैले भनेपछि तिमीसँग बिहे गर्न मान्छे त्यसले। तिमीलाई राम्रोसँग थाहा छ मेरो लागि मेरी नन्दा एकदमै घाँडो भएको छ। हावाले 70 उडाएको जस्तै त्यसलाई पनि त्यो घरबाट पन्छाउन पाए मलाई पनि आनन्द आउँथ्यो। ए भनेपछि तिम्रो नन्द तिमीलाई एकदमै गाह्रो भएको छ। त्यसो भए मलाई आज नै बिहे गराइदेऊ न त। म पनि यही पर्खाइमा छु, जाउँ न त अहिले नि तिम्रो घरमा। हतार नगर न प्रेम, पर्खाइको फल मिठो हुन्छ। मलाई केही दिन सोच्न दे। यति सम्झ कि तिमीले मेरी नन्दा तिम्रै हो। ठिक छ सृष्टि, उसो भए यो पाकेको बोटको फल तिमीलाई नै सम्झेर बस्छु, तर पाकेको फल कुहिएर भुइँमा चाहिँ झर्नु नदिनु। प्रेम सृष्टि हुँ सृष्टि। जुन दिनदेखि म त्यो घरमा भेटिएँ त्यस दिनदेखि त्यो बोटलाई पालन पोषण गरेर पानी हालेर ठुलो बनाएर हुर्काएको छु। त्यसै कहाँ झर्न दिन्छु? ठिक छ त, मास गरेर बसेको छु, पछि निराश नबनाउनु है सृष्टि। म लागि म भएपछि ढुक्क भएर जाँदा हुन्छ। पिर माग्नु पर्दैन क्या तिमीले प्रेम। ल ल ल ल ल। आमा, हजुरले मलाई किन यति धेरै हेला गर्नुहुन्छ?
तेरो भाउजूको बानी त्यस्तै हो नानी, के गर्नु त। भाउजूले हेला गरे भन्दैमा सानो मन नगर्न। आमा, एक दिन 2 दिन पो हुन्छ त। सधैँ वचन लगाएपछि कसको मन दुख्दैन र। मैले भाउजूलाई जहिले पनि दिदी सम्झेको हुन्छु, तर भाउजूले कहिले नन्दा सम्झिनु भएन। छोरी, अब तैँले र मैले सम्झौँ भने तेरो भाउजूले हामीलाई कुट्न आउला झैँ गर्छ। अब तेरो भाउजूलाई तलाउनु भनेको तेरो दाइले केही वास्तै गर्दैन। दाइले वास्तो गर्नु भएन भन्दैमा दाइको बदला हामीसँग लिने हो त आमा? हजुरलाई बदला नै लिनु छ भने, यो घरमा बस्नु मन छैन भने छुटेर बस्दा पनि हुन्छ नि। छोरी, तिनीहरू यो घर छुटेर बस्न सक्दैन। जबसम्म तँलाई यो घरबाट बिदाय गर्दैन तबसम्म मलाई पनि शान्ति मिल्दैन। आमा, यो घरमा दाइ र भाउजूको त बोझ भएको थिए। आज आएर आमाको पनि बोझ भएको रहेछ है। त्यही भएर त होला नि होइन, मलाई बिहा गरेर पठाइदिन्छु भन्नुभएको। छोरी, के गरौँ त म? दिनरात तेरो भाउजूले तँलाई हेला गरेको देख्न सक्दिनँ म। त्यसैले म बिहा गरेर पठाइदिन्छु भनेको त। आफ्नो छोरी आफ्नो साथमा राख्नलाई कसलाई बोझ हुन्छ? खै आमा, म त हजुरलाई बोझ भएको जस्तै लाग्यो। को बोल्नु भएको? म काठमाडौँ मेन पावरबाट बोलेको। ए सर, हजुर मेन पावरबाट? हजुर, सुन्नुहोस् न, हजुर तपाईँको भिसा आइसक्यो। पर्सिको तपाईँको फ्लाइट छ, आउनुहोस् है त। ए पर्सि नै पो सर? ए हुन्छ सर, हुन्छ। हस्। बुढी, ए बुढी, ए बुढी, अहिले के भयो? किन कराउनु भएको? अनि निकै खुसी पनि देख्छु त म त। खुसी पनि छु र दुःखी पनि छु। मेरो पर्सि नै फ्लाइट भनेको, म भोलि नै काठमाडौँ जानुपर्ने हो। ए हो र? ठिकै त भयो नि। भिसा लगाएको पनि धेरै भएको थियो। कुरा यति हो कि बहिनीलाई भेट्दै नभेटिकन जान लाउनु भयो। बरु समय मिल्छ भने भोलि भेटेर जानु होला नि। हुन्छ, बहिनीले त म भेटेर गइहाल्छु नि, समय मिलेसम्म। फेरि 2-3 वर्षसम्म आउनु पाउँदैन। अब मरिन्छ कि बाँचिन्छ केही ठेगान छैन विदेशको जस्तो ठाउँमा। यस्तो कुरा नगर्नु न हो बुढा। सबैको बुढाहरू विदेशमा गएका छन्। के तिनीहरू चाहिँ मरेका छन् र? यो त हाम्रो सोच मात्रै त हो नि। बरु सक्नुहुन्छ भने यस्ता नचाहिँदा कुराहरू मनबाटै निकालेर फालिदिनुहोस्। ल के ल, मेरो बुढीले कति चिन्ता गरेको। जाउँ भित्र बरु। तिमीलाई भेट्नु पनि वर्षौँ कुर्नुपर्ने भयो मैले। प्रेम, मलाई भेट्नु पर्ने काम के थियो र त्यस्तो? तिमीलाई भेट्ने पनि धेरै कामहरू छन् र सपनाहरू पनि हजारौँ छ। सायद तिमीलाई थाहा छैन होला, मैले तिमीलाई कति माया गर्छु र अनि मन पनि पराउँछु। अनि प्रेम, तपाईँले मात्रै मन पराएर कहाँ हुन्छ त? मैले पनि त चाहनु पर्यो नि। मेरो एउटा मात्रै सपना छ। जबसम्म मेरो आमाको, दाइको, भाउजूको सपना पुरा गर्दिनँ तबसम्म म बिहे गर्दिनँ। मनको लड्डु मनसँगै खायो भनेको जस्तै मसँग बिहे गर्ने सपना नसोच्नुहोस्। मैले नदेख्ने सपना होइन, सपना देखिसकेँ। आजदेखि तिमी मेरो श्रीमती हो। छट्नुहोस् मलाई, नसमाउनुहोस्। तपाईँले मलाई जबरजस्ती गर्दैमा म बिहे गर्नेवाला छैन। आइन्दा मलाई घरिघरि बाटो छेक्नु भयो भने पुलिस केस गर्न नपरोस् नि। आफूले माया गरेको मान्छेले पुलिस केस गर्दा केही फरक पर्दैन मलाई। तिमीले पुलिस केस गर्नु भनेकै म मायाको बन्धनमा बाँधिनु हो। हेर प्रेम, तिमी यति धेरै पागलपन पनि नबना। खै चल मेरो बाटो। अहिले म बाटो छोडिदिन्छु, अर्को पटक भेट्दा बाटो छोड्ने छैन। छोरा, तँसँग एउटा कुरा गर्नु थियो, भनौँ भने रिसाउने होस् कि? भन्नु न आमा, किन रिसाउने हो र म? छोरा, कुरा के भने नि, तेरो बहिनी र मलाई तेरो बुढीले देखिसक्दैन। यस्तै हो भने बरु छुटेर बस्छस् कि? तँलाई छुटेर बस भन्नु त मन थिएन,
तर के गर्नु बाध्यताले छुटेर बस भन्नु परेको छ। होइन है आमा, हामी छुटेरै बस्नुपर्ने त्यस्तो के नै बाध्यता बनाएर तपाईँको बुहारीले। छोरा सबै कुरा त म भन्न सक्दिनँ, अहिले फेरि कतै बुहारीले सुन्यो भने नराम्रो हुन्छ। मैले सुन्ने होइन सुनिसकेँ। तिमीहरू आमा छोरा मिलेर मेरै कुरा काटेर बस्न अलिकति लाज लाग्दैन? सिस्टी तिमी चुप लाग, तिम्रो कुरा काटेर बसेको होइन हामी यहाँ। चुप म होइन कि तिमी लाग तिमी। मलाई थाहा थियो म घरमा भइन भने तिमीहरूले मेरै कुरा काटेर बस्छौ भनेर। अनि सासु तिमीलाई चाहिँ मेरै कुरा नकाटिकन खाएको पनि पस्दैन कि क्या हो? बुहारी मैले तिम्रो कुरा काटेको होइन, मैले त मेरो बुहारी यो घरमा खुसी छैन कि भनेर तिमीलाई र छोरालाई छुट्याएर राखिदिउँ कि भनेर सल्लाह गरेको। हेर हेर अझ कुरा लुकाउन खोजेको। खुसी त म होइन यो घरमा, तिमीहरू छैनौ, त्यही भएर त मलाई छुट्याएर राख्ने कुरा गर्दैछौ नि। बुढी बस भयो, अब धेरै थुदुर नचलाऊ। म यहाँ हुँदा त आमालाई यस्तो व्यवहार गर्छ भने म नहुँदाखेरि आमा र बहिनीलाई कस्तो व्यवहार गर्छौ होला तिमीले? तिम्री प्यारी बहिनीलाई र आमालाई मैले कस्तो व्यवहार गर्छु भन्ने तिमी दिनभरि लखर लखर गाउँडुनीलाई के थाहा हुन्छ र? घरमा बस्नेलाई मात्र थाहा हुन्छ आमालाई र बहिनीलाई मैले कति धेरै माया गर्छु भनेर। तिमी आमाको कुरा सुनेर आज मलाई थर्काउने भयो होइन? बुढी तिमीलाई मैले थर्काएको होइन, फेरि यसलाई थर्काएको भनिँदैन, सम्झाएको भयो। छोरा बुहारी तिमीहरू हाम्रो कारणले झगडा नगर। झगडा त भएको छैन, झगडा त अब सुरु हुन्छ, बुझ्यौ तिमीले? यो केटीले नै हैरान गर्ने भयो। किन फोन गरे हो? किन? हेलो हेलो, किन फोन गरे हो? हजुरसँग अलिकति काम थियो त्यही भएर। म त तिम्रो भिनाजु हुने बेला भइसक्यो, अब फोन गर्ने नगर के, तिम्रो दिदीले मार्ला। ठिकै छ, बिहे हुनेवाला पो हो त, बिहे भएको त छैन नि। ओहो यार मेरो बिहे भइसक्यो के, तिमी फोन नगर, अब म फोन राखिदिन्छु। एकछिन बिहे गर्नै थियो भने मलाई किन आश देखाउनु भएको र? पापी मान्छे, मसँग त खुब तिर्खा पनि मेटाउनु भयो, प्यास पनि मेटाउनु भयो, आज आएर बिहा गरिसक्यो भन्नुहुन्छ। ल ल त्यसलाई एउटा सपना सम्झेर भुलिदेऊ तिमीले है कान्छी। ल ल फोन राखिदिनु, अबदेखि तपाईँलाई म कहिले पनि फोन गर्दिनँ। गुड बाई। हस् बाई। हस् ओके बाई। पहिला चाहेको बेलामा एउटा पनि भेटिन के, एउटासँग लभ पर्न थालेको थियो, अहिले धमाधम फोन आउँछ, के भएको हो? बुढी किन यसरी निराश भयो? यसरी निराश नहुनु, फेरि यो तिम्रो निराशपन अनुहारले विदेशमा मलाई घरिघरि सताउँछ। निराश नभएर के गर्नु त? बिहे गरेको यतिका वर्ष भइसक्यो, अहिलेसम्म एक दिन छुटेर बसेको छैन। अब त हजुर 2-3 वर्षको लागि छुट्दै हुनुहुन्छ। 2-3 वर्षको लागि मात्रै त हो नि, किन निराश हुन्छ? फेरि हाम्रो धनले पुगेको भए मेरो प्यारीलाई किन छोडेर जानु पर्थ्यो र? तपाईँको लागि पो 2-3 वर्ष हो त, मेरो लागि त त्यही 2-3 वर्ष पनि हजारौँ वर्ष जस्तो हुन्छ। ए भनेपछि त केटा विदेश उडाउनु हुँदैछस्, ठिक छ, तर केही छैन। बहिनी दिन्छु भनेर मलाई आँखा देखाएर त विदेश जानेछ होइन, तर तेरो बुढी म कसरी उडाउँछु अब हेर्दै जा। फेरि मलाई कसैले आँखा देखाएको मन पर्दैन, यो मेरो पुरानो बानी हो। अब आउने भयो खेलमा मजा। भयो हिँड्ने बेलामा आँसु झार्ने काम नगर, बरु मलाई टिका लगाइदियो, छिटो निस्किनु पर्यो। फेरि बस छुट्यो भने यही सधैँभरि यही बस्नु पर्यो। टिका लगाइदियो।
त बुढी आफ्नो ख्याल है बुढा खाना पनि टाइममा नपाउला आफैले यसो टाइम मिलाएर खाने गर्नु होला है जाँदा जाँदै नन्दालाई चाहिँ भेटेर जानु होला है हुन्छ बुढी हुन्छ ए कल्पना तैँले बुढोलाई विदेश पठाएर ढुक्क बसिक्यो नि त तर केही छैन तैँले मलाई तेरो नन्द नदिए पनि नन्दको ठाउँमा अब तल उठाउँछु म होइन तपाईँ के भन्दै हुनुहुन्छ एउटा विवाहित महिलालाई उठाउँछु भन्दा तपाईँलाई लाज लाग्दैन लाज शरम घिन ममा सब पचिसक्यो मलाई यति पनि थाहा छ कि आजबाट त मेरो श्रीमती होस् थुक्क अर्काको श्रीमतीलाई मेरो श्रीमती नभन्नु फेरि अहिले मैले गाउँले जम्मा गर्नु नपरोस् ए जा 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 तैँले गाउँले जम्मा गर्नु त गाउँसँग त पुग्नु पऱ्यो नि तल आज म छोड्दिनँ ल त बुहारी नन्दको राम्रोसँग ख्याल राख्नु उता बिरामी छ अरे हामी भेटेर आउँछौँ आमा हजुरले केही चिन्ता नगर्नुहोस् न नन्न भनेको पनि मेरो बहिनी जस्तै त हो नि मलाई पनि नन्नको माया लागिहाल्छ नि हजुरहरू ढुक्क भएर जाँदा हुन्छ आमा मलाई त भाउजूको अलिकति पनि भरोसा छैन बरु दाइलाई पठाएर हजुर घर बस्दा हुँदैन ल बहिनी तँ पनि कस्तो कुरो गरेको भाउजू त्यस्तो छैन के हामी नआइन्जेलसम्म आफ्नो ज्यानको ख्याल गरेर बस भाउजूको पनि ख्याल गर त्यही त नि बुढा अघि पछि मैले नानीलाई गाली गरे पनि तपाईँहरू नभएको बेलामा त नानीको ख्याल गरिहाल्छु नि है नानी त नि बुहारी नन्द भनेको बहिनी जस्तै हो बहिनीलाई जस्तै माया गरेर राख्नु ओहो कहाँ कहाँ विदेश जान लागेको जस्तो के उता बजाइ बिमारी भएर कस्तो भएर जाउँ हिँड्नुहोस् ल बुढी गयो बहिनी गयो है राम्रो आफ्नो ख्याल गरेर बस्छ ल बुढी हस् हस् राम्रोसँग जानु है ल ल नानी तपाईँ पनि भित्र गएर आराम गरेर बस्नुहोस् म बाहिरतिर गएर आउँछु हस् त भाउजू चाँडै आउनु है त हस् हस् छोरा खै मलाई त किन हो मनमा कस्तो कस्तो लागिरहेछ भने तेरो बहिनीलाई छोड्नु नि मन छैन कि तेरो बहिनीलाई लगेर जाने हो ए आमा पनि तपाईँले के तपाईँको बुहारीमाथि शङ्का गर्नु भएको हो केही गर्दैन के हिँड्ने बेलामा जहिले पनि यस्तै दोमन गर्नुहुन्छ अनि जाउँ हिँड्नुहोस् हेलो हजुर प्रेम तिमी कहाँ छौ म गाउँतिरै छु तिमीसँग गरेको बाचा आज पुरा गर्दैछु हो र हो के तिमी छिट्टो मेरो घर आऊ ल ल ल म आउँछु ल नानी ए नानी हजुर भाउजू भन्नुहोस् न मलाई हेर न कस्तो पानी खजा लागेको जस्तो भएको छ एकदम पानी ल्याइदेऊ न हस् बरु नानीले दाईको आमाको ठुलो सपना छ भन्दै थियो बरु त्यो सपना के हो आज मलाई भन म आफै पुरा गरिदिन्छु भाउजू पनि कस्तो कुरा गर्नुहुन्छ
मेरो सपना भाउजूले पुरा गरिदिने भएको भए पहिले नै भनिहाल्थेँ नि। ल ल तिमीले पहिला भन्न बिर्सेकी होली, आज भन न त, तिमीले जे माग्छौ त्यही पुरा हुन्छ। भाउजू तपाईँले के भन्न खोजेको बुझिनँ नि मैले। तिमीले किन बुझ्नु पर्यो त? ओ तिमीले मागेको कुरा अगाडि आइसक्यो त। अब तिमीले केही माग्नु पर्दैन, यहाँ अगाडि आइसक्यो। भाउजू यो के खेल खेल्न लाग्नुभयो? मलाई त डर पो लाग्यो त। नानी तिमीले केही डर मान्नु पर्दैन, बरु प्रेमलाई पानी तिर्खा लागेको होला, भित्र गएर पानी ल्याइदियो होला। हुन्छ भाउजू। प्रेम के भयो?